हाई एभ्रिवान, आज म तपाईहरुलाई कक्षा 12 को नेपाली विषयको आमाको सपना कविताको चाहिँ क्वेशन एन्सर बताउन गइरहेको छु। यहाँ प्रश्न चाहिँ रहेको छ, हेरौँला त्यो हुरी भएर आउने छ, तिमी पाता भएर पछाउने छौ। यो चाहिँ कविताको टुक्रा छ। यसरी चाहिँ हजुरहरुले दिएको हुन्छ। यसको चाहिँ हजुरहरुले एक्सप्लेन गरेर चाहिँ लेख्नु पर्ने हुन्छ एन्सरमा। यहाँ उत्तर दिएको छ, म अब तपाईहरुलाई बताउँछु। माथि उल्लेखित कवितांश नेपाली साहित्यका प्रगतिवादी क्रान्तिकारी कवि गोपाल प्रसाद रिमालद्वारा रचित आमाको सपना कविताबाट साभार गरिएको हो। यस कवितामा कविले आमा र छोरा अर्थात् नेपाल आमा र नेपाली जनताको संवादको माध्यमबाट नेपाली शान्ति, विकास, समृद्धि, समानता र सकारात्मक परिवर्तन ल्याउनका निम्ति क्रान्तिको आवश्यक रहेको र त्यो क्रान्ति नेपाली छोराहरू मध्येबाट नै कसैले ल्याउनेछ भन्ने भाव प्रस्तुत गरेका छन्। तत्कालीन समयमा नेपालमा रहेको निरङ्कुश राणा शासनका कारण नेपाली जनताले सहनु परेको शोषण, विभेद, अत्याचार, दमन, अन्यायको तीतो यथार्थलाई कविले कवितामा प्रस्तुत गर्दै एक क्रान्तिकारी भाव बोकेको नेपाली छोराले नेपाललाई शान्तिको बाटोमा डोर्याउन क्रान्ति सुरु गर्नेछ र सबै नेपाली जनताहरू पनि उसलाई उसको अभियानमा सघाउने छन् भनेर आमा र छोराको संवाद प्रस्तुत गरेका छन्। माथि उल्लेखित कवितांशले पनि कसरी सबै शोषण, अन्याय, अत्याचार, दमन, विभेद सहेर बसेका छोराहरू त्यस क्रान्तिकारी योद्धाको अभियानमा होमिन तयार हुनेछन् भनेर वर्णन गरेको छ। जसरी रुखबाट झरेको पातले हुरीलाई पछ्याउँछ, त्यसरी नै नेपाली छोराहरूले पनि त्यस क्रान्तिकारी योद्धा र त्यसको अभियानलाई पछ्याउने छन् भन्ने माथिको कवितांशको सार रहेको छ। अत प्रस्तुत गरिएको कवितांशले नेपाली छोराहरूले नेपालमा क्रान्ति ल्याउन सक्ने क्रान्तिकारी पुरुषको क्षमतालाई देखेर र उसको आँखामा बलेको क्रान्तिको ज्वालाको तापलाई महसुस गरेर जसरी रुखबाट झरेको पातले हुरीलाई पछ्याउँछ, त्यसै गरी त्यो क्रान्तिकारी पुरुषको पछि लागेर उसलाई सहयोग गर्ने मानिसहरू धेरै हुनेछन् भन्ने कुरालाई वर्णन गरेको छ। यसरी चाहिँ यो कविताको टुक्का छ जुन हेरौँला त्यो हुरी भएर आउनेछ, तिमी पात भएर पछाउने छौ। यो पार्टलाई चाहिँ यसरी एक्सप्लेन गरेको छ, बुझाइएको छ। यो कविताको पार्टले चाहिँ के भन्न खोजेको छ भनेर चाहिँ यसरी उत्तरमा बताएको छ। हजुरहरूले बुझिसक्नुभयो होला। र कक्षा 12 को नेपालीको सबै क्वेसन एन्सरहरू र व्याकरणहरू र कथा, निबन्ध, कविताहरूको चाहिँ सम्मरीहरू हेर्नका लागि चाहिँ यस टियु टपिक युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।